यहोशू 22 अध्याय अढाई कुलको बिदा। तब यहोशूले रुबेनी, गादी र मनस्सेको आधा कुललाई बोलाए र तिनीहरूलाई भने, परमप्रभुका दास मोसाले तिमीहरूलाई दिएका सबै आज्ञा तिमीहरूले पालन गरेका छौ र मैले अराएका सबै कुरामा मेरो वचन मानेका छौ। धेरै समयदेखि तिमीहरूले आजसम्म आफ्ना दाजुभाइहरूलाई छोडेका छैनौ, तर परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको काम पुरा गरेका छौ। अब परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभयो बमोजिम, तिम्रा दाजुभाइहरूलाई विश्राम दिनुभएको छ। यसकारण अब तिमीहरू फर्केर परमप्रभुका दास मोसाले यर्दन पारी तिमीहरूका अधिकारको निम्ति तिमीहरूलाई दिएका देशमा आफ्ना डेरामा जाओ। परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु, उहाँका सबै मार्गहरूमा चल्नु, उहाँकै आज्ञाहरू पालन गर्नु, उहाँमै लीन भएर रहनु, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नु भनी परमप्रभुका दास मोसाले तिमीहरूलाई दिएका आज्ञा र व्यवस्था पुरा ध्यान दिएर पालन गर। गृहयुद्धको धम्की हटेको। तब यहोशूले तिनीहरूलाई आशीर्वाद दिएर विदा गरे र तिनीहरू आफ्नो डेरामा गए। मनस्सेको आधा कुललाई त मोसाले बासानमा अधिकार दिएका थिए, तर अर्को आधालाई यहोशूले यर्दन वारी पश्चिमपट्टि तिनीहरूका दाजुभाइहरूका बीचमा दिए। तिनीहरूलाई आफ्ना डेराहरूमा जान बिदा दिँदा यहोशूले तिनीहरूलाई आशीर्वाद पनि दिए र तिनीहरूलाई यसो भने, धेरै धन सम्पत्ति र प्रशस्त वस्तुहरू लिएर, सुन चाँदी, काँसो, फलाम र धेरै लुगाफाटाहरू लिएर आफ्नो डेराहरूमा फर्केर जाओ। तिमीहरूका शत्रुहरूबाट लुटेका सबै सामान आफ्ना भाइहरूमा भागभण्डा गर। तब रुबेनी, गादी र मनस्सेको आधा कुल परमप्रभुको आज्ञा मुताबिक मोसाद्वारा तिनीहरूले पाएका अधिकारको देश गिलादमा जानलाई इजरायलीहरूसँग विदा भएर कनान देशको सिलोबाट फर्के। जब तिनीहरू कनान देशमा यर्दनको छेउछाउको गलिलोतमा पुगे, रुबेनी, गादी र मनस्सेको आधा कुलले त्यहाँ यर्दनको नजिकै हृदयमा ठुलो देखिने एउटा वेदी बनाए। अनि इजरायलीहरूले रुबेनी, गादी र मनस्सेको आधा कुलले कनान देशको सिमानामा यर्दनको नजिकै इजरायलीहरूका भागपट्टि वेदी बनाए भन्ने कुरा सुने। तब उनीहरूका विरुद्धमा लडाईँ गर्नलाई इजरायलका सारा समुदाय सिलोमा जम्मा भए। तब इजरायलीहरूले गिलादको देशमा रुबेनी, गादी र मनस्सेको आधा कुल कहाँ पुजारी एलाजरका छोरा पिनहासलाई पठाए र तिनको साथमा इजरायलका मुख्य मानिसहरूमध्ये 10 मानिसलाई हरेक कुलबाट एक एक गरेर पठाए। तिनीहरू इजरायलका वंशहरूमा एक एक परिवारका मुखिया थिए। अनि तिनीहरू रुबेनी, गादी र मनस्सेको आधा कुल कहाँ गिलाद देशमा गएर उनीहरूलाई यसो भने, परमप्रभुको सारा समुदाय यसो भन्दछन्, तिमीहरूले इजरायलका परमेश्वरको विरुद्धमा कसरी यस्तो विश्वासघात गरेका छौ? तिमीहरूले अहिले कसरी परमप्रभुको विरुद्धमा बागी बनेर उहाँको अनुसरण गर्न छोडेर आफ्ना निम्ति यो वेदी बनाएका छौ? के पोहोरको अधर्मले हामीलाई पुगेन र त्यसबाट परमप्रभुको समुदाय